थियो हैन अब छोडियो अब कान्छीको बिहा गरेपछि यहीँ बस्ने कि उही छोरासँग वहीँ बस्ने लाइटै नै बत्ती म गाउँ नै राम्रो लाग्छ सहर राम्रो चाहिँ मन पर्दैन यहाँ जहाँ पनि म जहाँ मर्निङ वाक राम्रो त्यहाँ सहरको मर्निङ वाक पनि राम्रो गाउँको गाउँ नै हो बढी बाँच्छ 2-4 वर्ष ज्यादा लाइफ एक्सपेन्ड अब भर्खर आउनुभयो त कति साल बस्नुहुन्छ अब छोरीले उसले म पट्नैमा थिएँ 4 दिन मात्रै भएको कि बरूले सुरु गर्यो बहिनी पनि पटनामै हैन बहिनी पनि पट्ने बहिनी पनि पट्ने ज्वाइँ चाहिँ टेनिस खेलाडी हुनुहुन्थ्यो रिटायर गर्नु सेक्रेटरी अफिस पनि थियो ब्याडमिन्टन बिहारकै बिहार च्याम्पियन हो क्या आखिर आथियो त रेफ्री छ तिमी आउनुहुन्छ ठुला पिलर हालेर गोजबले बनाएको छ घरमा अहिले भर्खर आउनु बाहिर धेरै भएको छैन अनि को बस्थ्यो त भाइहरू हेरचाह गर्छन् अलपत्र सबै यहाँ खालि यहाँ हुनुहुन्छ त्यसै कारण मुसाले जाँदा गयो बाहिर त्यो त्यही गर्नु यो बाबुले कहाँ बस्छ अरे इन्डियाको सिमलाको ठाउँ बस्छ बुहारी नै छ बुहारी छ नाति छ नाति छ ठुलो छ 8-9 महिनाको छ हाम्रो कति बाटो छ हेर्नु हाम्रो सानो कस्तो बाटो छ हिजो बेलुका आएको अमेरिकाबाट आएको घुम्न जाउँ पहिलोचोटि हो उमामी पनि म पनि फर्स्ट टाइम इन लाइफ 2-4 दिन घुमेर आउँ भनेर हिँडेँ गाडी त यहीँ आइसकेको छ नि बरु भाइ मान्छे बुढो जस्तो देखिनु रोग लागेर अहिले ठिक छ सबजनाको एउटा छोरा रहेछ हो एकजना 2टा छ म कान्छो बिरबलजीको एउटा छोरा छोटेको एउटा छोरा एउटा छोरी छोटे त उहीँतिर पनि गएको थियो नि अहिले कहाँ छ काठमाडौँ कुपनटोल पनि बस्छ मैले पनि देखेँ उहाँलाई चाहिँ देखाएको थिएन पहिले जे पनि पियो अब बेसार पनि पियोरै भन न आफ्नो खुवाउने हो कुट्यो पहिले जाने बेलामा त्यहाँ उच्चेसमा लगाएर गएको थियो